and namaste. Good morning, everyone. So welcome back to my channel once again. So आज पनि हेर्न सक्नुहुन्छ. I'm again going to Christchurch. Saturday, it is coming Saturday. Nepal Festival हुँदैछ. त्यसैको लागि चाहिँ हाम्रो ब्यान्डले पर्फर्म गर्दैछ त्यहाँ. मेरो बुढी पनि मलाई छोड्न जाने रे टाउनसम्म. कफी पिउन जाने हो. बस पनि आयो. Good morning. म पनि जाँदैछु क्राइस्टचर्च. ल अब जाउँ अब बस स्ट्यान्डतिर. पछाडिको राजकुमार जाने बस रेडी भइसकेको यही हो क्या? कुन बस हो? यहाँ बस नम्बर नलेख्ने के. बस पनि चढियो. अब 8 बजे हिँड्छ. बुढी कता भयो? In the 1850s, he was looking for stock routes and generally mapping the area. He was from the north of England and Northumberland, and his hometown was. Okay. There's rubbish bins nearby, and that will create a nice tidy bus for the next part of the journey. Lunch break. Electric up. Inside the restaurant, snacks, calamari magai. Background views. Electric up. Okay, अहिले चाहिँ एसबुटन आइपुग्यो. अब 2 घन्टामा क्राइस्टचर्च पुगिन्छ. बस्दा थाकियो. This is Ashburton. Kaya River and Bridge. New Zealand को सबैभन्दा लामो रोड ब्रिज अरे. Okay, Christchurch पनि आइपुग्यो. Thank you. धन्यवाद धन्यवाद. फेरि क्या साकै दुखिएर बस्छ. एक्सप्रेस सोचेर त अगाडि के अरे ठ्याक 5 बजे पुऱ्याउनु भयो. हेलो गुड मर्निङ एभ्रिवान. अहिले चाहिँ 11 बज्न लाग्यो. हामी चाहिँ अब ज्यामिङको लागि जानु लाग्यो होइन आशिक ब्रदर? त्यही त अब भोलि प्रोग्राम छ. आज चाहिँ हाम्रो नयाँ ठाउँ साउथ बक्स स्टुडियोज नयाँ ठाउँमा यसो प्र्याक्टिस गर्न जानु लाग्यो. आजलाई चाहिँ दिनभरि प्र्याक्टिस गर्ने. त्यसपछि भोलि धमाका. अब कति टाइम हुन्छ प्ले टाइम त्यही अनुसार चाहिँ आजको ज्यामिङ हो. यिनीहरूले रेनोभेट गर्दो रहेछ. सो अब हामी ज्यामिङ गरेको अहिले 1-2 घन्टा भयो. जस गीतहरू गर्दैछौँ. मेरो गियर पनि आज यसो यो नयाँ 5150 ड्राइभ ट्राई गरेको. गिटार छ मेरो. ड्रम हाम्रो बहिनीको बेस गिटार. अब
अब चाहिँ ज्यामिङ भ्याइयो अब यसो खाजासाजा खाउँ कि भनेको 5 बज्नु लाग्यो अब यसपछि चाहिँ खाजा खाएर साउन्ड चेकको लागि जानुपर्छ सो भ्यानु पनि हेरौँ के कस्तो रहेछ लेट्स गो गुड मर्निङ फ्रम ह्याग्लिज पार्क अब चाहिँ हामी 7 बजे बिहानको 7 बजे साउन्ड चेक गर्न आएको अब अस्ति 10 बजीसम्म हुन्छ साउन्ड चेक 7 बजी बोलाएर साउन्ड चेक हुँदैछ अब के हो त नि अब वी आर एक्साइटेड त्यसको लागि हैन अब प्रोग्राम कस्तो हुन्छ अब टाइम पनि साउन्ड पनि अब कति छ अब 45 मिनट 20 मिनट 45 मिनट छ त्यो बेलामा मान्छेहरू हेर्दाखेरि चाहिँ अब रमाइलो बगल भएको छ के अरे अलराइट अब साउन्ड चेक पनि सकियो अब चाहिँ ब्रेकफास्ट गर्न जाँदैछौँ ल आजको हाम्रो सेटअपहरू यही छ बास्केटबल कोर्टमा ह्याग्लिज पार्क क्राइस्ट चर्च अलराइट वी आर रेडी ल रेडी होइन कृष्ण एकदम रेडी दाइला बहिनी रेडी होइन एकदम है आज जे होगा देखा जाएगा होइन परेको सबै आफै बिहोरौँ हामी सबै आफै बिहोर्ने अब दमदार प्रस्तुति दिनुपर्छ हामी चाहिँ अब भेन्यूतिर जाँदैछौँ होइन आशिक ब्रदर कति एक्साइटेड हुनुहुन्छ एकदम धेरै आजको इनर्जी चाहिँ अडियन्सको इनर्जी एकदम पावरफुल हुन्छ कि भन्ने आशा छ हेरौँ अब बुढापाकाहरूको धेरैजना छन् त्यहाँ पाका मान्छेहरू छन् कतिको हुन्छ क्राउड कतिको हुन्छ क्राउड सपोर्ट कतिको आउँछ हाम्रो पनि अब प्रयास त राम्रै गरिएछ हेरौँ के हुन्छ नमस्ते सबैजना सन्चै हुनुहुन्छ हामी चाहिँ द साउथ इकोस्ट ब्यान्ड तपाईँहरूलाई नेपाल फेस्टिभलमा हार्दिक स्वागत गर्न चाहन्छौँ वेलकम यु टु एभ्रीवान सो आज चाहिँ हामी तपाईँहरूलाई हाम्रो नेपाली गानाहरू पुराना गानाहरू गाएर तपाईँहरूलाई मनोरञ्जन गराउने प्रयास गर्नेछौँ तपाईँहरूलाई मनपर्छ होला आफूलाई नेपालमा गएपछि फिल हुन्छ है सो तपाईँहरूलाई धेरै धन्यवाद अनि यसरी नै आफ्नो कला संस्कृतिलाई सधैँ जगेर्ना गरेर राख्नु होला है हामी जहाँ भए पनि हामी जता भए पनि जसको वेशभूषा लगाए पनि अन्तिममा हामी नेपाली नै हो कि होइन
जानुभन्दा अगाडि ओके तपाईँहरूको लागि यो गीत यो मन त मेरो यो मन त मेरो here we go Thank you so much. धन्यवाद स्वागत छ यति नै तपाईहरुलाई धेरै धन्यवाद and say Nepal चस्मा आशिक दाइले गिटार बोक्नु यता आऊ बाबु यता पेन छ भनेको पेन छैन नि आइलाइनरले गर्दा दुई दिन न त राई ल बाबुको लागि ल राई ट्राई गर्छु यो तिम्रो नाम के रयान What's this scratcher? REYAN. Yeah. Wait, can you hear me? That's so cool. Fine. I saw these on YouTube. You said keyboard, right? I said piano now. Up here? I said piano like 5 years ago. Like drum last. I started drum last year. यहाँ एउटा लाग्दा भएको छ यो आइफोन यो कसको हो एकचोटि आफूले एकचोटि ल अब घर जाने बेला पनि आयो अब एयरपोर्ट जान लाग्यो विमान लाग्यो 3 बजेको फ्लाइट छ हैन कृष्ण अब 4 दिनको टुर सकियो विथ द इभेन्ट फेरि ब्याक टु नर्मल लाइफ ल बाई बाई ल होला Hello. Go the other side, yeah. Thank you. Thank you. All right. Oh, घर आइपुग्यो. Oh. Shit. घर पनि आइपुग्यो. यस्तो भइसकेछ दिनै. Okay. So finally I'm at home. 4 दिनको टुर राम्रो भयो. अब चाहिँ आराम गर्छु एकछिन.
सो अहिलेसम्म हेरिराख्नु भएको छ भने तपाईँहरूलाई धेरै धेरै धन्यवाद होपफुली तपाईँहरूलाई यो भिडियो पनि राम्रो लाग्यो होला राम्रो लागेमा लाइक्स गर्नुहोला कमेन्ट गर्नुहोला अनि सब्सक्राइब गर्नुहोला यदि सब्सक्राइब गर्नुभएको छैन भने एन्ड आई विल सी यु इन द नेक्स्ट भिडियो थ्याङ्क यू सो मच एन्ड टेक केयर जय नेपाल